तिर उतिर लेखेको छ हुन्छ धन्यवाद धन्यवाद धारा छ त्यहाँ धारामा गाइज ट्रेकिङ आउँदा चाहिँ ठाउँ ठाउँमा यस्तो बिनहरू राखिदिनु भएको छ सो तपाईँको फोहोरहरू यसरी बिनमा फाल्नुहोला धन्यवाद बाटो हेर्नु बाटो के हामी त ढिलै भयो बिचमा बस्ने होला नि अब त्यस्तै छ छाँटकाट किप द ट्रेल क्लिन सफै हो है बाटो चाहिँ भर्खर सुरु भएको नर्मली अरू हिले खर्कमा 2 घन्टामा पुग्छ हामी चाहिँ 1.5 घन्टामा पुगिन्छ लेट्स गो अब त गाउँ देखेपछि अलिकति हिले खर्क मात्रै 20 मिनट ल दिदी अब जोसिनु पर्यो है 20 मिनट यहाँ चाहिँ माथि लगिने खाद्यान्न लगायतका अत्यावश्यक सामानहरू चाहिँ घोडा खच्चरको सहायताले लगिँदो रहेछ बाटोमा खुट्टा मर्काउनु होला के बिस्तारै देखिन्छ अनि यस्तो मेरो दिदी जस्तो बाटो हिँड्दा चाहिँ अलि ध्यान दिएर हिँड्नु खुट्टा मर्क्यो भने यता न उता वेलकम टु हिले खर्क गाइज 20 मिनटको बाटोमा हामी चाहिँ आधी घन्टा लगायौँ ऊ हाम्रो कटेज ग्रिन कटेज हिले भनेर हामी बुक गरिदिनु भएको छ यता चाहिँ अरू पनि छ र हामी यहाँ चाहिँ छोटो ब्रेक लिएर खानासाना खाएर अर्को डेस्टिनेसनमा जान्छौँ हामीलाई गाइड गर्दैछ कालुले 1:30 बजे हिले खर्कबाट हिँडेको भनेपछि कति बजे पुगिन्छ त रेस्ट टाइम चिचिमले 35 मिनट 35 मिनट हाम्रो हिँडाइले चाहिँ कस्तो हुन्छ हेरौँ के थाहा हामी 30 मै पो पुगिन्छ कि गालै हो के बाटो पनि फेरि अहिले चाहिँ हामी हिले खर्क खाना खाएर चिचिमलेमा चाहिँ ठ्याक्कै 1 घन्टामा आइपुग्यौँ अब यहाँ चाहिँ माथि दाइलाई फोन गरेर बुझ्नु पर्यो माथि कस्तो छ त्यसपछि हाम्रो अर्को डेस्टिनेसन कहाँ हुन्छ फिक्स हुन्छ हाम्रो स्टे भनौँ न आजको लागि यो चाहिँ चिचिमलेबाट उकालो चढ्ने अब सुरु हुन्छ अनि यहाँ चाहिँ होटल 360 भ्यू को फोन नम्बर पनि लेख्नु भएको छ जुम गरिहालौँ है काम पो लागिहाल्छ कि
ल अब उकालो सुरु गऱ्यौँ 3:37 जति भयो हामी चाहिँ अहिले देउरालीमा छौँ र हाम्रो यात्रा यहाँबाट अझै अगाडि बढ्छ जय देउराली माता हाम्रो यात्रा राम्रो होस् सुस्ती छिटो आउनु अच्छा मजाक है भर्खर खानेपानीको पाइप बिछाउनको लागि पाइप झर्दैछ चढ्दैछ एक्चुअली अलिकति गाह्रो भनेको यही हो हाम्रो उकालो चढ्ने कार्यक्रम चाहिँ चल्दैछ बिहान 10:30 बजेदेखि अहिले 4:30 हुन लाग्यो मुन्नी बहन लगेर हो किधर गया हमारा मुन्नी ठाडो उकालो हिँड्दै जाऊ ओ के भयो फोटो खिच्दिने पार्टनरहरू तलै फ्या गर्दै बस्नु भयो आफै यस्तरी खिच्छ जङ्गल हिँड्दैछ टाइट ए ट्रेकिङ आउने मान्छे एउटा झोला छ हातमा अनि ज्याकेट छ त्यही ज्याकेट बोक्नु पनि सक्नु भएको छैन आउनु यस्तो मान्छे हुन्छ त्यही भएर त भाइहरूले छोड्यो भने हामी छोड्या हुन्छ त्यो भाइ र बहिनीले छोड्यो भने बाटो नि लास्टै उकालो क्या यति धेरै डाँडा काटेर आयौँ के रहर होला हामीलाई टाइट अझै कतिवटा छ काट्नलाई यो चाहिँ हाम्रो राष्ट्रिय फुल ग्रासको बुट्टा धेरैले क्लोजमा देख्नु भएको छैन भने मात्रै देखाउनु लागेको चाहिँ फुल आँटिरहेछ फुल्नुलाई रेडी हुँदैछ वेलकम टु रेस्ट क्याम्प 2 घन्टा भनेको हामी चाहिँ लगभग 1.5 घन्टामा आइपुग्यौँ र यहाँबाट देख्ने भ्यू चाहिँ यस्तो राम्रो छ बिहानमा मौसम खोल्दा चाहिँ दामी देखिन्छ होला अझै अहिले चाहिँ अलिकति तुवालो लुप्रो चाहिँ 2940 मिटर ल हामी यहाँ चाहिँ सोच्यो भन्दा छिटो आइपुग्यो भनेपछि हामी माथि जान्छौँ आज होला अझै हामी 1.5 घन्टा हिँड्न छ के चोखो त्यो डाँडा कटेर नि अझै पर होला हजुर अब खोमै मात्र 45 मिनट
से भएको मै से भएको छ भने रेस्ट क्याम्पदेखि माथि आएपछि अलिकति चिसो बढ्छ अनि एलिटिड सिकनेस पनि हुनसक्छ कसैलाई यदि त्यस्तो हो भने चाहिँ तपाईँहरू रेस्ट क्याम्पमै बस्नु होला हामी चाहिँ माथि जाँदैछौँ न्यानो न्यानो लुगा लाएर योभन्दा अझै बेसीको हाइटमा हामी गइसकेको भएर चाहिँ हामी यता जाने कोसिस गऱ्यौँ मर्दी त यो अगाडिको दाड देख्नु भयो नि ओ अब त हिँड्ने हो यो दाड चुचुरो कता चार्जै छैन मेरो कति बजी आइपुग्यो 6:30 बजे ठिकै बेलामा आयौँ होला मलाई पुग्छ थ्याङ्क यू धन्यवाद भाइ ल हामी चाहिँ अहिले खोमै डाँडा मैले चाहिँ चार्जर पनि ग्रिन कटेजको हलमा हामी हाम्रो सबैजना साथीहरू के हो यो औषधि अर्ग्यानिक औषधि मिठो 4:08 भएको थियो अब हामी के डाँडाहरू जाने कोर्चान अहिले चाहिँ 4:08 भयो हामी कोर्चान डाँडातिर जाँदैछौँ पुरै लाउनु न हौ कोर्चान डाँडा तपाईँहरू कुद्ने पातीहरू दाइको त सधैँ भाँचोको आउले क्या डाङडाङ जा आइसकेको सबभन्दा हिँड्न नसक्नु मान्छे बाई बहिनी हेलो दाई रमाइलो भइरहेछ नि हेर्दै हो यो दिदीहरू सबभन्दा हिँड्न नसकेर
यता सनराइज हुने बेला भइसक्यो हामी चाहिँ खोमै डाँडाबाट यो सबै थुम्काहरू पार गर्दै 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 यहीँ पुग्यौँ यहाँ हेर्नु माछा पुच्छर देख्ने बित्तिकै जोस आएन हजुरलाई कोर्सेन डाँडा पुग्न चाहिँ अब 20 मिनट जस्तो छ सेफ्टी फर्स्ट हाई एल्टिट्युड सिकनेस हुनसक्छ त्यही भएर बिस्तारै हिँड्दैछौँ हामी यस्तो राम्रो भ्यू देखेपछि चाहिँ यत्रो धेरै दुःख गरेर आएको चाहिँ बिर्सिनेको हामी त 7-8वटा ठुम्कीहरू पार गरेर आइसक्यो अनि I will show you one mesmerizing view is this माछा पुच्छर स्वर्ग हेर्ने गाइस स्वर्ग खै म त घाम हिमाल देखेन घाम मात्र देखाइदिन्छु अहिले घाम देखाउनु मन पर्छ मलाई उठ के तिम्रो नाम तिम्रो नाम के रे के अरू कुर्दैन कुर्ने आएको नि 4 बजे आएको Welcome to Great Macha Puchhar Trail Curtain Mardina लैलाओस् नि चाना यस्तो गर्नु त अन्नपूर्ण ट्रेलभरिमा चाहिँ प्रत्येक यति मिनटमा चाहिँ डस्टबिन छ भनेर राखेको चाहिँ राम्रो थियो है अर्को मान्छेलाई है भन्नु उहाँ पुगिसक्नु है भन्नु न इन 5 मा गरे हुन्छ त यत्रो ट्रेन निकाल्यो होला हाम्रो नानी भाडा मात्रै बसे नि हुन्छ अलि 1-2 जना त त्यही त नि पुरा पैसा दिएकै होइन त्यसलाई नानी उचालेर मैले खजा तान्दिए भने त्यो तान्दिए हामी स्टे गरेको होटेल আমার केटाकेटीहरू छिटो आऊ हेरेका चाहिँ
ओटाङ हान्ने जाउँ होला यसो त जाम हुन्छ यार भने शैलेश ओटाङ हान्ने जाउँ यहाँ जाम हुन्छ यार बिस्तारै बिस्तारै नाचेकै हो बिस्तारै मिनी भ्लग बनाइदिए Break time. हो यस्तै दुःख गरेर लगेको भएर त नि माथि नफाल है नफाल भनेको हामीलाई यस्तो खाली पनि गाह्रो भएको छ आप जस्तो देखिया त आँप हेर्नु न त्यो आप जस्तो त देखिया त त्यो डल्लो डल्लो थ्याङ्क यू दाई ल मेहनत गर्नुभयो हामी पनि चाख्न पायौँ ल धन्यवाद धन्यवाद दाई बोकेर खानु चाख्नु चाहिँ अहिले सफाले दिँदैन नराख्नु थ्याङ्क यू भर्खर पाला छैन हाम्रो चिया इज रेडी ल